हेलो साथीहरु, वेलकम ब्याक न्यू फेस भिडियो। नयाँ भिडियोमा आज पनि उपस्थित म भइसकेको छु हैन। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ गुरु हुनुहुन्छ अनि हाम्रो दाइ हुनुहुन्छ, उता अर्को गुरु हुनुहुन्छ हैन। हामी चाहिँ एकदमसँगले तार्के ग्याङ तर्फ हामी चाहिँ एकदम हिँडिरहेको छौँ है, बढिरहेको छौँ। अनि तार्के ग्याङ भन्दा माथि चाहिँ आमा याङले माथि डिलमा हैन। अनि हामी चाहिँ एकदम भर्खर कामबाट छुट्टी गरेर है एकदमसँग हिँडिरहेको छ भन्नुपर्छ है। बाटोहरू त अप्रोडै हो पुरै होइन, सबै त्यस्तै छ, हेरि सक्नुहुन्छ है। अब तार्के ग्याङ त्यहाँ गुम्बामा चाहिँ एकदम पूजापाठ के समथिङ त्यस्तै छ अरे। अनि सबैजना घुम्न जाउँ भन्नुभयो, अनि एकदमसँग घुम्नलाई निस्किसक्यौँ भन्नु पऱ्यो है साथीहरू। हेरौँ है त अगाडिको भ्यूहरू कस्तो रहेछ है। क्याम्प जाने बाटो यहाँबाट माथि हो, आमा याङ्ग्री हो माथि डिलमा ख है। तपाईँहरू देख्न सक्नुहुन्छ है, यो डिलको हो माथि है। यस्तो छ है यहाँ छ, यो के हो याक होइन, यो चाहिँ होइन अब याक हो। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ ट्याक्क लाएर मछुमा जाँदैछ। यो चाहिँ नौवटा गुम्बा क्या, ट्याक्क सेतो। यो हाम्रो खसी हो र गाइज, खसी हेर्ने हो हाम्रो खसी भन्दै नि, त्यस्तै गर्ने हामी पनि। यो त चौडी हो, ए याक हो। एकदम हाई येलो भनिरहेको छ गुम्बा हो यो होइन। बेस क्याम्प जाने बाटो यहाँबाट माथि सर्लक्क। आज भोलि नजानु होला, एकदम बाटो खत्तम भएको छ। यस्तो छ, रमाइलो छ, देख्न सक्नुहुन्छ। ठिक छ त है, अनि एकदम रमाइलो गरिरहेको छौँ हामी है। ठिक छ है, यस्तै छ। कस्तो लाग्यो ठाउँहरू र मलाई त रमाइलो लागिरहेको छ, तपाईँहरूलाई नि है। सो ट्याक्क भिडियो बनाइदिनु जस्तो लागेर बनाइरहेको छु म होइन। यस्तो छ बाटोहरू है। यहाँ होटल छ, यो हाम्रो होइन गाउँको याक, ठुलो याक एकदम है। अनि ल मेलम चाहिँ जान्नलाई गाडी नि आइछ अनि है। होइन यार, हामी त्यस्तो खालि नराम्रो मान्छे होइन नि त होइन। अब यो याक चाहिँ एकदम ठुलो रहेछ यार, मोटो। कुञ्जल एक सर्ट भिडियो हान्नु छ यो याकको। यो चाहिँ याक हो है साथीहरू। गुम्बा तार्के ग्याङ गुम्बा एकदमसँग हजुर रहेछ। प्रकृतिको वातावरण होइन, यस्तो छ, रमाइलो होइन। पहिलोचोटि आउँदाखेरि त सबै रमाइलो लाग्छ। यो करोडौँको गुम्बा भने यही हो। तार्के ग्याङ गुम्बामा चाहिँ हामी जाँदैछौँ होइन। खासै आएको थिएन, अनि यसो घुम्नको लागि यसो रमाइलो गर्दै हामी चाहिँ आएको। यस्तो छ होइन, रमाइलो छ ठाउँहरू। तर निर्माण कार्य भइरहेछ, त्यही भएर हो। होइन यार, काठ पनि हालेर चाहिँ यसमा त यो सल्लाहहरूको हाले होला है, काठ पनि इन्डियाबाट मगाएको। नेपालमै त्यत्रो काठहरू